Good morning. आज इन्द्रस्थान जाँदैछु इन्द्रस्थान साथीहरु छैन किनकि हिजो आन्दोलनले गर्दाखेरि अलिकति अप्ठ्यारो भयो सायद सर्टेन भेहिकलमा मात्रै चेक गर्ने होला म चाहिँ रामकोट आइपुगे यो चाहिँ भीमढुङ्गा अनि त्यहाँबाट इन्द्रस्थान जाने बाटो त छ अपिलै प्लास्टिक गाडी छ त्यो बाटो नामटु धारा यो चाहिँ 100% कोकोनट वाटर हो नो सुगर अब एक घन्टा पछि आउँदाखेरि अलमोस्ट 2000 मिलिग्राम सोडियम डिप्लिट हुन्छ बडीबाट त्यसैले यसमा चाहिँ सोडियम चाहिँ हुँदैन त्यति मात्र ड्रब्याक हो पोटासियम चाहिँ राम्रो हुन्छ पानी लिनु धार्केसम्म पुग्नुपर्ने कतासम्म पुग्यो काठमाडौँमा कहाँसम्म पुगेर आउनुभयो तपाईँ महाकाल भनेको न्यू रोड ए रामकोटको महाकाल भने ए ल बिस्तारै जानु यहाँबाट त ओह्रालो छ अब 24-22 किलोमिटर जति छ la मुख परि पसिना भइसक्यो फेरि आज ह्याङ्कर ल्याउनु बिर्सेर आँखामा पसिना मुखमा पसिना जिउमा पसिना अहिले हट सावर लिनुपर्छ हट सावर सरर अब यहाँ यस्तो टर्निङमा चाहिँ बिस्तारै थोरै ब्रेक यो चाहिँ भीमढुङ्गाको बस पार्क हो यो चाहिँ बिस्तारै गर्नुपर्छ यसरी नै म डेस्टिनेसन प्लान गर्दैछु सो अब 4 जनालाई 14 जना बनाउनु चाहिँ मेरो एउटा अब्जेक्टिभ पनि हो सो होपफुली आई क्यान डु इट